ल गाइस हामी आज भीमसेन पार्क यहाँ घुम्न आएको छु है। यहाँको यो दृश्य हेर्नुहोस्। यो चाहिँ हजुर नगरपालिका वार्ड नम्बर 4 पिपलथोक ठुनाम गोर्खामा पर्छ हो यो भीमसेन पार्क ए तर जहाँ चाहिँ भीमसेन थापाको जन्मस्थल भीमसेन थापा जन्मिनु भएको ठाउँ ए भनेपछि यसको स्मृति भीमसेन थापा है बाबु काजी अमरसिंह थापा आमा सत्यदेवी थापाको कोखबाट गोर्खा जिल्ला 1832 श्रावण 9 गते जन्मनु भएको रहेछ है। हजुर अनि मृत्यु चाहिँ 1893 के रे 96 कान्तिपुरमा रहेछ। ल गाइस यहाँको है हेर्नुहोस् यो भ्यू निकै रमाइलो छ निकै रमाइलो रहेछ है। निकै रमाइलो छ है।